ब्रेकिङ न्यूज नेपाल प्रिमियर लिग सिजन 2 को पोइन्ट्स टेबल को एनालाइसिस गर्दाखेरि विराटनगर किङ्स टेबल को टपमा रहेको छ। विराटनगर किङ्सले एनपीएल सिजन 2 मा आफ्नो दुईटा म्याच खेलिसकेको छ र टोटल 4 पोइन्ट्स को साथमा टेबल टपमा रहेको छ। टेबल को सेकेन्ड पोजिसनमा रहेको सुदूरपश्चिम रोयल्सले पनि आफ्नो दुईटा म्याच लगातार जितेको छ र उनीहरुको पनि 4 पोइन्ट्स छ, तर उनीहरुको रन रेट विराटनगर किङ्स भन्दा अलिकति कम भएको कारण उनीहरु टेबलको सेकेन्डमा छन्। यसैगरी थर्ड पोजिसनमा रहेका छन् कर्णाली याक, जसले एउटा म्याच हारेको छन् र एउटा म्याच जितेको छन् र 2 पोइन्टको साथमा थर्ड पोजिसन सेक्युर गरेका छन्। र फोर्थ पोजिसनमा भने रहेका छन् चितवन राइनोज र उनीहरुले पनि एउटा म्याच जितेको छन् र एउटा म्याच हारेको छन्। उनीहरु फोर्थ पोजिसनमा रहेको कारण पनि रन रेट नै हो। यसैगरी फिफ्थ पोजिसनमा काठमाडौँ गोर्खा, सिक्स्थ पोजिसनमा लुम्बिनी लायन्स र सेभेन्थ पोजिसनमा जनकपुर बोल्ट्स रहेका छन् भने टेबलको लास्टमा रहेका छन् पोखरा एभेन्जर्स। यो टेबलको पोजिसन्सहरु फाइनल होइन, अझै पनि थुप्रै म्याचहरु खेल्न बाँकी छ। हरेक टिमले आफ्नो 5-5 वटा 6-6 वटा 4-4 वटा म्याच खेल्न बाँकी छ। सो त्यो म्याचेसहरुमा राम्रो परफर्म गरे भने पोजिसनहरु चेन्ज हुन सक्छ र जुन टिम पनि प्लेअफमा पुग्न सक्छ। हजुरलाई के लाग्छ कमेन्ट गर्दै फलो